हामी कहाँ गएको रे बस्दा आज घाम के रे सनराइज हेर्नु त दादा सनराइज हेर्नु 11 बजे सनराइज नै नहोला खोइ कुकु के रे शीतल खोइ आज वास्ताले घुमाउनु लागेको अब म लान्छु तपाईहरुलाई ल अगाडि पनि बस्नुहुन्छ हामी त पछाडि बस्ने फुचिएर बस्छ अरे दुईजना तपाई कोकु चारजना एकमा कोकु उल्टी हुन्छ अनि यता छेउमा बस्नु भयो ल ल उल्टी गर्ने मान्छेको अरे भरे त उल्टी चाहिँ भएन नि यु क्यान भ्लगिङ भएको हो कि उपर श्री अन्तु गाडीमा गाह्रो हुन्छ अब चाहिँ हामी गाडी चढेर जान्छौँ अनि बाटोमा देखाउनु कि कस्तो छ हाम्रो ठाउँ इलाम सुजन तिमी अलिक सिनियर भ्लगर हो होइन मेरो भ्लगको बारेमा के अलिकति यसो प्रोमो गरिदिउँ नि त ल दादाको भ्लग चाहिँ म्याजिक वर्ल्ड 886 हो सबैले सब्सक्राइब गरिदिनु होला एकदम राम्रो भिडियोहरू छ दादाकोमा हामी त हेर्दा हेर्दै यस्तो मग्न हुन्छौँ दादाको भिडियोहरू हेरेर सो तपाईँले हेर्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो हेर्दै हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला अनि लाइक कमेन्ट गरिदिनु होला त्यो गर्नु भएन दादाले तपाईहरुलाई ब्लग गर्न सक्छ दादा एकदम खतरा पनि हुनुहुन्छ ल जाउँ होला अब तपाईहरु गएर आउनु न ल यहाँ गाडी बस्नुपर्छ के गाडी यहाँ मेरो पेन ड्राइभ कुनचोटि हराएको है गाडी यहाँ त छैन रहेछ लेखेको त्यस्तो कुरा नगरौँ ल भ्लग बन्द गर्छु नि फेरि म यो चाहिँ ढेकी जस्तो रहेछ तिमी चाहिँ हिँड्दै यता आऊ तिमी चाहिँ दादा यताबाट भिडियो ल पैसा दिनुस् र जानुस् कति होला सर यहाँ भित्र पो छिरेको 15 रुपैयाँ हो म चाहिँ उसो भने यतैदेखि जान्छु ल जानुपर्ने हुन्छ 15 रुपैयाँ दादा ल त मलाई पैसा ल गेट खुला म त मालिक ल पाँति हेरौँ हाम्रो आर्मीहरू वाउ यहाँ हाम्रो सुसन भाइ छ उहाँको पनि अब धेरै राम्रो च्यानल छ सबैजनाले सब्सक्राइब गरिदिनु होला सपोर्ट गरेर गर्नु पर्यो ल यता र उता फर्केर ल अनार अलिक छेल्यो नि त यार यहाँ हाम्रो भाइको ब्लग हाम्रो के पो छ च्यानलको नाम त मेरो सुसन वास्ता ब्लग सुसन वास्ता ब्लग छ उहाँ गरिदिनु पर्ने भयो सबले चाँडोभन्दा चाँडो है
हेर्नु न कस्तो दामी आउँदो थियो यो माथि भ्यू ल कस्तो लागिरहेछ तिमीलाई आज भन्न त राम्रो लागेको छैन तिमीलाई बोमिट आएन झन्डै आयो गाडीमा अघि सिरियस हुने मान्छे को हो शिल्पा अब मेरो भ्लग अब सब्सक्राइबहरू गरिदिनु भन्नु पर्दैन मामाको केही ल एक दुई शब्द मामाको च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला लाइक कमेन्ट पनि गरिदिनुहोस् होला थ्याङ्क यू धन्यवाद तर अघि झन्डै बेहोस भइसकेको थियो होइन अनि जेकबजी अनि हजुरलाई कस्तो लाग्यो रिएक्सन हेर न म आफै भन्छु मलाई कस्तो लाग्यो मलाई टाउको दुख्यो यता 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 सोध्नु त अघि कस्तो भन्यो अरे उसले अनि हजुरलाई कस्तो लाग्यो हैन एक्साइटेड भएर कस्तो गरे अरे मैले ल हामी कहाँ आइपुग्यो हामी अन्तु डाँडा घाम झुल्केको हेर्ने जग्गामा आइपुग्यौँ हामी अन्तु डाँडामा ल तिमीले अब यसो उयोहरूलाई भन न यसको बारेमा भन्दै म हुन्छ नेपालमा बसेर यहीँ बस्छु तर खोइ थाहा छैन यसको बारेमा मलाई थाहा छ यहाँनिर प्रायः टुरिस्ट अम्बो म हिटिगाइरहेको छु यहाँनिर प्रायः टुरिस्टहरू घाम झुल्केको हेर्नु आउँछ यतानिर धेरै होमस्टेहरू छन् अनि उहाँबाट हेर्छ होला घाम झुल्केको चाहिँ र त्यसको लागि चाहिँ बिहानै आउनुपर्छ बिहान कति बजीतिर आउनुपर्छ बिहान होला घाम झुल्किन भन्दाखेरि पिङ रहेछ त साँच्चै अब चाहिँ हामी फर्केर कहाँ जान्छौँ भने पोखरी अरे यहाँदेखि फर्केको अब हजुर यहाँदेखि अब तल त्यो सानो पोखरी हजुर के हो त्यो ल हामी चाहिँ यो अन्तु डाँडा एन्ट्रीमा एकछिन फर्केर आइसक्यो है हामी हाम्रो के अरे माथिको अन्तु डाँडाको माथि टावरको यात्रा चाहिँ सिधा आयो होइन कतिको मजा आयो तिमीलाई कि मजा आएन अरे मेरो चाहिँ हल्का टाउको दुखेर हल्का पिङ खेल्नु चाहिँ मजा आयो बच्चाको अनि त्यसपछि चाहिँ फोटो खिच्नु त्यति हो र खानु आलुचप खानु
आलु चप खानु चाहिँ मजा आयो मुकबाङ अरे हामी कहाँ आइपुग्यो अब अहिले फाइनली वी आर इन पोखरी हैन स्विमिङ पुल हो कि कुनै के बनाउनु आँटेको रहेछ त्यहाँनिर पोखरी ग्रिन वाटर आज मेरो गाइड ल नो वी यहाँ हेर्नु सक्नुहुन्छ तपाईँले यहाँनिर पानी छ त्यसमा पनि बोट छ वाउ अनि यहाँ माछा पनि थियो पहिला हामी आउँदा चाहिँ अहिले चाहिँ अब यो सुन न यहाँ टुरिस्ट भएर अनि हेर्नुहोस् यहाँ कस्तो राम्रो फुलहरू रोपेको छन् कता जाने हो Oh my god. अघि थियो तपाईँ अघि आएन दिदी पापालाई सोध्नु त एउटा नाइट के हुन्छ कस्तो यो अन्तु डाँडा यहाँदेखि दिउँला यस्तो तरिका यहाँदेखि चाहिँ बोर्डिङ जाने रहेछ यो चाहिँ बोर्डिङ गर्ने ठाउँ हो सुसन आज अनि कस्तो अनुभव कस्तो भइरहेछ त आज एकदम रमाइलो भइरहेछ दादा एकदम रमाइलो भइरहेछ है धेरै वर्षपछि यसरी फ्यामिलीसँग तपाईँहरूसँग घुम्नु पाउँदा कस्तो रमाइलो त्यो पनि आज यो ठाउँहरू पनि एकदम विकसित भइसकेको रहेछ धेरै विकसित भएको छ है पहिला डेभलप निकै राम्रो पहिला पहिला आउँदा यस्तो थिएन थिएन अहिले चाहिँ टुरिज्म एरिया भएर होला होमस्टे पनि धेरै रहेछ सबै फेसिलिटी छ भनौँ न यो ठाउँमा आएपछि अब आफूलाई केही कमी चाहिँ नहुने रहेछ मलाई चाहिँ त्यस्तो लाग्यो दादा म त पहिलोचोटि आएँ यहाँ हजुर तपाईँलाई कस्तो लाग्दैछ पहिले धेरै रमाइलो रहेछ ठाउँ यहाँनिर होइन घुम्ने होइन यसो कोही कोही बेला अब के अरे आफूलाई एकदम लो फिल भएखेरि होइन यतातिर आएर यसो घुम्ने ऊ चाहिँ धेरै राम्रो रहेछ बिहान झट्ट सनराइज हेर्नु गएर माथि डाँडामा अर्कै आनन्द हुँदो यहाँ चाहिँ त्यो तरिकाले आउनुपर्ने रहेछ होइन सहरिया चाहिँ भिडभाडबाट यसो बाहिर निस्केर नेचरसँग रमाउने मान्छेलाई चाहिँ यो ठाउँ चाहिँ एकदम पर्फेक्ट दादा यो चाहिँ के हो खास भयो यो चाहिँ आइल्यान्ड जस्तो बनाएको छ सानो वा पूजा गर्ने पूजा गर्ने ठाउँ जस्तो ल जाउँ श्री अन्तु डाँडाको पोखरी पोखरी को बिचमा